यो जङ्गलमा पाइने उच्च पहाडी भागमा पाइने होइन चाहिँ यो यसलाई पानी अमला भन्छ। यो हेर्दा झाड जस्तो देखिन्छ। यसको जमिन मुनि चाहिँ पानी अमला हुन्छ होइन। पानी अमला कस्तो हुन्छ भनेर म तपाईँलाई देखाउँछु। यो भनेको पहाडको उच्च नेपालको उच्च पहाडी भागमा चाहिँ पाइन्छ होइन। यसरी उखालेर ल्याइसकेपछि यो जमिन मुनि हुन्छ है। जमिन मुनि भइसकेपछि यस्तै फल्छ यो है। यो चाहिँ यस्तो गेडाहरू यस्तो दानाहरू हुन्छ यसको है। यो जमिन मुनि अनि यसलाई चाहिँ यसरी टिपेर ल भर्खरै पनि यसरी पुसेर है, यसरी पुसेर खान मिल्छ क्या। यो चाहिँ यस्तो चिजहरू हो जङ्गलमा। हाम्रो नेपालको जडीबुटी भनेको यस्तो चिजहरू हो। यसले चाहिँ त तिर्खा लायोहरू भयो होइन, कमजोरी महसुसहरू भयो, अरू के भयो भने चाहिँ यसको धेरै कुराहरू छ। मलाई त्यति ज्ञान त भएन, तर पनि यस्तो देख्दाखेरि चाहिँ तिर्खा लागेको थियो। अनि त्यसपछि यो चिज देखियो पानी अमला। ल यसरी हेर्ने, यस्तो भर्खरै पनि यसरी टोकेर खान मिल्छ है। तर यसको टेस्ट चाहिँ त्यति राम्रो छैन। हेर्दा यो यस्तो हुन्छ। यो चाहिँ यो धेरैलाई चाहिँ थाहा छैन। अचेलका युवा पिँढीहरूलाई, पुरानोहरू पहाडमा बस्नेहरूलाई चाहिँ यो कुरा थाहा छ। यो चिज यस्तो यो झार जस्तो देखिन्छ, तर यो पानी अमला हो। यो एकदम स्वास्थ्यको लागि चाहिँ एकदम बहुत राम्रो गर्छ। जसले चिन्नु भएको छ कमेन्ट गर्नु होला, नचिन्नेले पनि अब भन्छ नि चिन्ने प्रयास गर्नु होला। एकदम राम्रो चाहिँ यो स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो छ भन्ने कुरा चाहिँ आयो है।